यहाँहरू सबैलाई नमस्ते। धेरै पछि, सायद कति धेरै महिनापछि सानो एउटा टिप्पणी यहाँहरू समक्ष राख्न मन लाग्यो। हामी सबैलाई थाहा छ, खास गरी नेपालको पूर्वी क्षेत्र 3-4 दिनदेखि एकदमै धेरै अशान्त छ। अशान्तिको कारण चाहिँ राम्रो छैन। त्यहाँ चाहिँ खास गरी हामीले कल्पनै नगर्ने, हामी कसैले नरुचाउने जुन प्रकारका द्वन्द्वहरू हुन्छन्, जो धार्मिक आस्थासँग सन्दर्भित द्वन्द्वहरू, त्यो कारणले चाहिँ त्यहाँ द्वन्द्व भइरहेछ होइन, अशान्त भइरहेछ। त्यो हुनुहुन्न। हामी सबैले संयम बन्नुपर्छ। धर्म भनेको त एउटा माध्यमहरू हुन् होइन। सबैभन्दा ठुलो मानवीयता हो, मानवीय आस्था हो, मानवीय सम्मान हो, एकअर्काको सम्मान। त्यसमा हामी सबैले समर्पित हुनुपर्छ, समर्पण भाव राख्नुपर्छ भन्ने लाग्छ। हरेक देशवासीले, हरेक नेपाली मनले यति बेला चिताउने कुरा त्यही हो जस्तो लाग्छ। म त्यसका लागि कामना गर्छु होइन। मूल कुरा के हो भने, ठोक्किन्छ कहाँ, त्यसमा जे जस्ता घटनाहरू हुन्छन् अन्ततः ठोक्किन्छ कहाँ त भन्दा जसले शासनको बागडोर सम्हालेको छ, जसले नेतृत्व गरेको छ, त्यहाँ गएर ठोक्किन्छ होइन। हिजो आजका प्रतिक्रियाहरू हेर्दा त्यो परिस्थिति कहाँ गएर ठोक्किराखेको छ हामीले सहजै अनुमान गर्न सक्छौँ। एउटा इक्जाम्पल भनौँ होइन। सायद हिजो तेस्रो दिन जस्तो भयो घटना, अनि देशवासीहरूले प्राइम मिनिस्टरलाई खोजिरहेथे। प्राइम मिनिस्टरको प्रतिक्रिया आओस् होइन, उहाँले यस घटनालाई शान्त पार्नका लागि केही सम्बोधनहरू गरून्, आश्वासन दिउन्, त्यो चाँडोभन्दा चाँडो त्यो क्षेत्रमा पुनर्स्थापना होस्, शान्ति पुनर्स्थापना होस् भन्ने सबैको एउटा चाहना थियो। तर हिजोसम्म सरकारको आधिकारिक कुनै प्रतिक्रियाहरू सुन्नमा पाइएको थिएन, आएको थिएन, सार्वजनिक भएको थिएन भनौँ न, हिजो रातिसम्म करिब। अनि यसो ट्रेन हेरेको राति, मध्यराति हुनुपर्छ। अहिले मैले बिहान यसो हेर्दाखेरि हाम्रो पिएम बालेनको चाहिँ एउटा स्टाटस आएको रहेछ, निकै पोजिटिभ स्टाटस छ। अनि सर हेरेँ, त्यसको तल लाइक र कमेन्ट्सहरू हेरेँ होइन। त्यसको विगतका उहाँका लाइक कमेन्ट्सको रेसियो र त्यो आजको लाइक कमेन्ट्सको रेसियो हेर्दाखेरि आकाश जमिनको फरक छ जस्तो लाग्छ। यसले पनि के सिद्ध गर्छ भनेदेखि, मान्छे जतिसुकै एउटा सद्भावको किन नहोस्, असत् कर्मभाव किन नहोस्, तर त्यो केही तौर तरिकाहरू नमिल्यो भने एउटा परिस्थिति निर्माण हुन्छ वा नकारात्मक परिस्थिति निर्माण हुन्छ। र अर्को कुरा चाहिँ, नेपाल जस्तो देश, हामी असाध्यै धेरै भूराजनीतिक संवेदनशीलतामा छौँ, हामी सबैले थाहा पाएकै कुरा हो। अनि त्यसमा पनि विगतका शासकहरूले जानी नजानी यो देश नाम मात्रैको देश जस्तो लाग्छ मलाई त, भित्री रूपमा असाध्यै खोक्रो बनाइएको छ कि। यहाँको संवेदनशीलतामाथि जोसुकैले पनि खेल्न सक्ने, साजिस रच्न सक्ने अवस्थामा यो देशलाई ल्याइपुर्याएको छ। अब त्यस्तोमा कुनै पनि शासकले म सफा चित्तको छु मात्रै भनेर केही पार लाग्दैन। अझ यो अल्गोरिदमको एउटा यहाँले प्राप्त हुने कुनै पनि लोकप्रियता त त्यो स्थायी हुनै सक्दैन, त्यो अझ धेरै विस्फोटक हुन्छ जस्तो लाग्छ। त्यसैले अति संवेदनशीलताको खाँचो राज्य सञ्चालन गर्नेहरूको कहाँनिर हो भनेदेखि जनताको अपार विश्वास छ, त्यो तथ्य हो। अझ पनि निर्वाचनका माध्यमबाट त्योले वैधानिकता पायो र अब एउटा भावनाले पनि आजका मितिसम्म पनि अहिलेको सरकारप्रति बाहुल्य जनमत विश्वास नै गरिरहेको छ, आशा नै गरिरहेछ। तर त्यो बिस्तारै ठोक्किँदै गएको छ र त्यो घट्दो क्रममा छ। आकाङ्क्षाहरूको एउटा ठुलो चाङ थेग्न नसकेर, थेगिन नसकेर त्यसले दुर्घटनाको रूप लिन सक्ला होइन। अनेक कारण हुन सक्ला। त्यो चाहिँ राख्ने हाम्रो शासकको फ्लेक्सिबिलिटी, हाम्रा लागि, नागरिकका लागि, देशका लागि हाम्रो शासकहरूले राम्रो प्रयास गर्दै हुनुहुन्छ है भन्ने एउटा भाव जागृत गर्ने, त्यसलाई एउटा दम्भको आशंका आफ्नै व्यवहारले उत्पन्न गर्ने होइन कि विश्वासको एउटा भरोसाको
त्यो एउटा इन्भाइरोमेन्ट क्रिएट गर्ने शासकहरूकै काम हो। त्यो गर्न सकेन भनेपछि त यो नेपाल जस्तो हाम्रो आफ्नो बाह्य देख्दाखेरि भूगोल छ, सीमा छ, सुरक्षा छ, राज्य छ, के छ तर भित्री रूपमा आर्थिक रूपमा होस् कि अरू संवेदनशीलताका हिसाबले होस् एउटा प्लेग्राउन्ड जुन छ एउटा खेल मैदानको जस्तो त्यो कुरा चाहिँ फेरि त्यो शासक कहाँ आएर ठोक्किन्छ र यो फेरि यसका पत्रहरू चुडिन्छन् र कुनै अर्को आकारमा अर्को प्रकृतिमा एउटा दुर्घटनाका सन्निकटमा हामी पुग्छौँ। योतिर हामी सबैले ध्यान दियो भने राम्रो हो। अदरवाइज अब नेपालको परिपाटी त एकले अर्कालाई कसरी खुइल्याउने भन्ने नै छ नि त। अहिले त फेरि अर्को खतरा रोग होइन, राष्ट्रहितको वा साझा हितको सवाल भन्दा पनि अर्कोको विनाशमा आफ्नो सफलता देख्ने परिपाटी छ, चाहे जोसुकै हुन्। अर्कोलाई फिनिस गरेपछि मेरो हाइट बढ्छ भन्ने मनोविज्ञान छ नि त यहाँ त। त्यसैले हामी असाध्यै संवेदनशील मोडमा छौँ जस्तो लाग्छ। जुन प्रकृतिका घटनाहरू आज पूर्वमा भइरहेका छन् ती असाध्यै धेरै संवेदनशील छन्। हामी सबै संयमित बन्नुपर्छ भन्ने लाग्छ मलाई। हस्, थ्याङ्क यू।